त्यो 17 एक्सिडेन्ट भएको रहेछ बाइकको त टाउकै छैन त अस्ति त यस्तो भयो त त्यो भन्दा खतरा यो भन्दा खतरा बाइक त दुईटा चक्का माथि झुट्टो भएछ सिटी चाहिँ कसको हो काको मान्छे के भएन घाइते भएछ बिजोकै भएछ त अनि यसलाई उठाउने कार्यक्रम चाहिँ हुँदैन मलाई त लाग्दै थियो क्या सङ्ख्या यो एरियामा चाहिँ एक्सिडेन्ट हुन्छ नि जस्तो लागेर क्या स्पिड छ त्यहाँ बम्पर छैन नि त है गल्ती चाहिँ कसको हो गल्ती त माथि चढाएछ त्यसैको यो बाइककै है घोडा चढिरहेछ कहाँ घुटामा त्यसै अवस्था सिसा पनि उछिटेर घुटो भएको छ सबै बिग्रेक भएको रहेछ यस्तो बाइकले पल्टाइदिएको होला है यस्तो त बाइकले पल्टाइदिएको बाइकले खोइ कसको कहाँको मान्छेको छ बाइक भाइ लिम्बू कहाँ छ त्यो भाइ भाइ गइसक्यो लगिसक्यो कहाँ हस्पिटल लग्यो पुरै सिरियसै छ भाइ सिरियसै छ कोही के छ मलाई पनि थाहा छैन प्रत्यक्ष कोही छैन हेर्दै यो साथीले अहिले भन्नु यहाँ अब यही हुँदैछ नि है प्रत्यक्ष कोही छैन है देख्ने बाइकको टाउको त ढुक्को भएको छ झरिरहेछ तपाईँले देखेको देखिनँ मैले कसैले नदेखेको है तपाईँले देख्नुभयो देख्नुभयो नि बढी तपाईँले देख्नु भएको हो देखिन हजुर कसैले देख्नु भयो नि हामीले सबैले देखेको कसको गल्ती हो गल्ती त अब यो सिटीले यता मोडेको हो अहिले यता जाने पहिलो बाइक चाहिँ यताबाट आएर चढाइम सिधा सिधी नै बाइक के देखिन्छ बाइक चाहिँ एकदम स्पिड आएर चढाइम त्यसरी नभए कहाँ चढ्छ फेरि लेफ्ट साइड नै हो नि त बाइकको हुनु त बाइकको त लेफ्ट साइड हो कि तर उसले यता मोड साइड ठिकै हो अब सिटीवालाले पनि यता मोड्ने हुँदा उसलाई हात पनि दिएको अरे इन्डिकेटर पनि पालेको अरे तर उसले अब यादै गरेन छ भाइले सिटी वाल पनि बिजोकै छ होला घाइते भएन यी छन् त्यस्तो राम्रो छैन सिटीको ड्राइभर मान्छे त चिनेकै मान्छे हो नि त बाइकै चढ्ने गरी चाहिँ कस्तो ल्यायो त बाइक बिजोकै भएछ तपाईँको सिटी हो ब्रो ब्रो सिटी तपाईँको हो सिटी त बिजोक भएछ त अनि उतानु परेछ त कसको गल्ती हो हात पनि यसरी इसारा देखाइरहेको थियो त्यसले ब्रेक हानेन सिधै आएर ड्याममै हान्दे क्या कहाँको भाइ रहेछ कहाँको भाइ रहेछ यता आमालाई झारे होइन आमालाई झार्ने सिधै आएर हान्ने यस्तो भयो क्या म उता मन्दिरबाट आएको भाइ मन्दिरबाट आएर यता आमालाई झारे पर देख्दैछु है मान्छेले घुमाउँदाखेरि त्यसलाई सिग्नल पनि दिएँ हात पनि यसो दिँदैछु म घुमाउँदैछु यसो नै गाडी बिस्तारै गर भन्दैछु बिस्तारै गर भन्दा भन्दा आएर होइन जे हुनुभयो नातिनुहोस् अब त्यो भइहाल्छ होइन दुर्घटना कसैले गराएर हुँदैन अनि अब त्यो यो हुन्छ अहिले म ट्राफिकलाई बोलाएको छु अनि हजुर एकछिन मसँग जानुपर्छ हजुर है ठाउँ छ त हजुरलाई हामी त्यो ट्राफिक आउँदैछ है पछाडि मात्र चोट लागेको छ मान्छेलाई त घोडै चढ्ने गरी चलाएको पल्टाउने गऱ्यो भने बाइकै गल्ती हो हुन्छ होइन यो बाटो त मुन्ना पाउँछ नि त त्यसले सोलो गरेर ल्याउनु पर्छ नि त भाइ चाहिँ कहाँको रहेछ यो भाइ चाहिँ खोइ थाहा छैन ब्रो दिदीले पनि देखेको छ बाइकको चाहिँ धनी कहाँ छ भाइ बाइक त लग्यो कहाँको रहेछ भाइ अनि पेसेन्जर यहाँ धिमाल बस्तीको पेसेन्जरलाई पनि थाहै छ त्यही हो कसको गल्ती हो भने पेसेन्जरलाई पनि थाहा कलेज हिमालयन कलेज पर्छ अरे हाम्रो ठुलो पेसेन्जर पनि थाहै छ त्यो स्पिड हुने गर्छ किन चलाएको झराप झिरिपै गएछ त
लु यसलाई पल्टाउने उठाउने कार्यक्रम चाहिँ गर्नु नि अनि यसलाई यतिकै लडाइ राख्ने सर सिग्नल त्यतिकै होस् न कसले बन्द गरेको यसलाई चाहिँ हटाउने कार्यक्रम गरौँ न हौ बरु बाटो त सफा हुन्छ अहिले किन बन्द गरेको कलेजै होला हो कलेजबाट भर्खर छुट्टी हुने बेला हुँदैछ नि त 11 साढे 11 बजी आइपुग्छ कलेजहरू दिदीलाई लाँदै गर्दाखेरि चाहिँ त्यो बाइक चाहिँ उताबाट ओभर स्पिड आएर यहाँ साइड लाइट बाल्दा बाल्दै पनि हातको इसारा दिँदा पनि त्यो ल्याम्ने भाइ चाहिँ धिमाल बस्तीको रहेछ बाइकवाला राम 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 कस्तै छ सिटीवाला त तन जस्तै छ पुरै बाइकवाला चाहिँ केही भयो जस्तो लाग्छ मलाई टाउको ढुट्टो छ बाइकले हान्दै गरे सिटी यता जाँदै साइड दिएर सिटी चाहिँ उठाउने काम गर्नु नि ट्राफिकले पनि हेरौँ न फोटो पनि खिचिराख्नु क्या पहिला नि सरी साधन त पुरै पल्टेको छ नि त सकिँदैन नि त सरहरूले लिइसक्नु भयो नि त रिपोर्ट त मोसा पुरै पल्टेको छ कि पल्टेको छ लेगाट बस्नु यहाँ त यसले उठाएको एमआइटी स्कुल छेउमै एमआइटी